हुन्छ। यहाँहरू सबैजनालाई जय मसीह र आजको दिन परमेश्वरको कृपाद्वारा यो समय परमेश्वरले जुटाउनु भएको लागि म परमेश्वरलाई धन्यवाद चढाउँछु र यहाँहरूको बिचमा यसरी परमेश्वरको वचन सुनाउनको लागि बोल्नको लागि परमेश्वरले दिनुभएको अवसरको लागि म प्रभुलाई धन्यवाद दिन्छु। प्रिय मण्डलीका जवान विश्वासी प्रभुका दास सेवक, हामी यी अन्तिम दिनहरूमा बाँचिराखेका छौँ र यो अन्तिम दिनमा बाँचिराखेको हुनाले तपाईँको र मेरो जीवनमा परमेश्वरको वचनको सत्यता जान्नु बुझ्नु एकदमै जरुरी छ र परमेश्वरको वचन तपाईँले र मैले बुझ्यौँ भने अन्त्यको दिनमा हामी विश्वासमा मजबुत हुनको लागि बलियो हुनको लागि सहायता गर्दछ। त्यसकारण परमेश्वरले तपाईँलाई र मलाई अनन्त जीवन दिनुभएको छ, उहाँको राज्यमा बोलाउनु भएको छ। त्यसकारण तपाईँको र मेरो जीवन प्रभु येशूले भन्नुभएको वचन अनुसार जिउनु एकदमै जरुरी छ र हामी परमेश्वरको राज्यमा बोलाइएका व्यक्ति हौँ र यो संसारको अन्त्य एकदमै नजिकै छ र परमेश्वरले हजारौँ वर्ष पहिलेदेखि आफ्ना आगमवक्ताहरूलाई, आफ्ना दासहरूलाई परमेश्वरको राज्यको विषयमा भेदहरू खोलिदिनु भएको थियो र आजभन्दा 2000 वर्ष अगाडि प्रभु येशू ख्रीष्ट यो संसारमा आएर परमेश्वरको राज्यको प्रचार उहाँले गर्नुभयो र उहाँले मत्ती 4:17 हामीले देख्छौँ कि प्रभुले पश्चाताप गर किनभने परमेश्वरको राज्य नजिक आएको छ भनेर उहाँले प्रचार गर्नुभयो र त्यसै गरी यूहन्ना 32 दिनेले पनि पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आएको छ भनेर चाहिँ प्रचार गरेका थिए। त्यसकारण यशायाले, दानियलले, जति पनि आगमवक्ताहरू छन् परमेश्वरको राज्यको विषयमा उनीहरूले प्रचार गरेको हामी देख्दछौँ, बताएको हामी देख्दछौँ। त्यसकारण प्रिय मण्डली, परमेश्वरको राज्यमा प्रवेश गर्नको लागि तपाईँले र मैले पश्चाताप गर्नु जरुरी छ र पश्चातापको साथसाथै परमेश्वरको राज्यमा प्रवेश गर्नको लागि नयाँ जन्म तपाईँले र मैले लिनु एकदमै जरुरी छ र बाइबलले हामीलाई भन्दछ, येशू ख्रीष्टले भन्नुभयो कि यदि तिमी जल र आत्माद्वारा जन्मदैनौ भने तिमीले परमेश्वरको राज्यलाई देख्न सक्दैनौ। हामी त्यो खण्ड चाहिँ यूहन्नाको सुसमाचारमा हामी देख्दछौँ 3:3देखि 5 पदमा चाहिँ त्यहाँ येशू प्रभुले भन्नुभएको छ कि नकोदेमुसलाई भन्नुभएको छ कि तिमी यदि जल र आत्माद्वारा जन्मेनौ भने तिमीले परमेश्वरको राज्य देख्न सक्दैनौ। यसकारण प्रिय मण्डली, तपाईँको र मेरो नयाँ जन्म हुनको लागि आत्माद्वारा तपाईँ र म जन्म लिनु जरुरी छ र जलद्वारा हामी बप्तिस्मा लिनु पनि जरुरी छ। त्यो खण्ड म यहाँ हजुरहरूको बिचमा पढ्नेछु। यूहन्ना रचित सुसमाचार त्यसको 3 अध्याय र 3 पददेखि लिएर 5 पदसम्म म यहाँ पढ्नेछु। यहाँ येशूले यसरी भन्नुभएको छ, येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। निकोदेमुसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्म सक्छ र के त्यो आफ्नै आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? येशूले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। हालेलुया। साँच्चै नै पानी र आत्माद्वारा कोही जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। प्रिय मण्डली, त्यसकारण के तपाईँको र मेरो नयाँ जन्म भएको छ? हामी आफूले आफूलाई जाँच्ने समय हो। यदि तपाईँको र मेरो नयाँ जन्म भएको छैन भने तपाईँ र म परमेश्वरको राज्यमा कहिल्यै पनि पस्न हामी सक्दैनौँ, प्रवेश गर्न सक्दैनौँ। त्यसकारण तपाईँलाई र मलाई नयाँ जन्म दिने भनेको येशू ख्रीष्टले मात्र हो र जुन व्यक्तिले येशू ख्रीष्टलाई आफ्नो जीवनमा धारण गर्दछ त्यो व्यक्तिको जीवन परिवर्तन हुन्छ र उसले चाहिँ नयाँ जीवन पाउँदछ, नयाँ जन्म पाउँदछ। त्यसकारण जो निकोदेमुस इजरायलका धर्मगुरु थिए उनी चाहिँ येशू कहाँ आएर सोध्छन्, कसरी सम्भव छ प्रभु, यो कसरी नयाँ जन्म लिने? र येशूले भन्नुभयो, तिमी जल र आत्माद्वारा जन्म लिनुपर्छ र परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छौ। र प्रिय मण्डली, परमेश्वरको राज्य भनेको के हो? तपाईँ र म चाहिँ अहिले
मृत्युको राज्यमा छौँ। मृत्युको यो संसार, अन्धकारको संसारमा, शैतानको जो वंशमा परेको संसारमा तपाईँ र म जिराखेका छौँ। बाइबलले हामीलाई भन्दछ परमेश्वरले यो नयाँ आकाश बनाउनु हुनेछ, नयाँ पृथ्वी बनाउनु हुनेछ, जहाँ चाहिँ धार्मिकताले वास गर्नेछ। र प्रकाशित वाक्य 21 अध्याय 1देखि 4 पदमा त्यहाँ चाहिँ परमेश्वरको राज्यको विषयमा प्रभुले चाहिँ प्रकाश दिनुभएको छ। त्यहाँ चाहिँ प्रभुले भन्नुभएको छ अन्त्यको दिनमा उहाँले चाहिँ सबै कुराहरू, यो पृथ्वी सब कुराहरू जलाउनु हुनेछ र उहाँले नयाँ आकाश, नयाँ पृथ्वी, नयाँ यरुशलेम उहाँले बनाउनु हुनेछ। र बाइबलले हामीलाई भन्दछ नयाँ यरुशलेममा थुमाको सिंहासन र परमेश्वरको सिंहासन हुनेछ र त्यहाँ मृत्यु हुने छैन, दुःख हुने छैन, पीडा हुने छैन, शोक हुने छैन र त्यहाँ चाहिँ परमेश्वरले युगोनयुग राज्य गर्नुहुनेछ। प्रिय मण्डली, त्यही राज्यमा जानको लागि तपाईँलाई र मलाई नयाँ जन्म हुनु एकदमै जरुरी छ। र यदि तपाईँ र म नयाँ गरी जन्मेका छैनौँ भने त्यो राज्य, नयाँ यरुशलेम र नयाँ आकाश, नयाँ पृथ्वीमा कहिल्यै पनि प्रवेश गर्न पाउने छैनौँ। त्यहाँ जानको लागि तपाईँलाई र मलाई परमेश्वरले यो संसारमा राख्नु भएको छ ताकि हामी तयार बनौँ। हाम्रो शरीरमा रहन्जेल, यो संसारमा शरीरमा बाँचुन्जेल हामी त्यो राज्यको लागि हामी तयार हुनुपर्छ। त्यसकारण निकोदेमुसलाई येशूले भन्नुभएको थियो जल र आत्माद्वारा तिमी जन्म लिनुपर्छ परमेश्वरको राज्यमा प्रवेश गर्नको लागि। त्यसै गरी हामी पुरानो करारमा हामी देख्छौँ दानियललाई परमेश्वरले दर्शनद्वारा परमेश्वरको राज्य आउने कुराहरू बताउनु भएको छ। अनि त्यसै गरी यशाया 65 अध्याय त्यसको 17 पददेखि लिएर 25 पदमा पनि हामी परमेश्वरको राज्यको विषयमा त्यहाँ देख्छौँ। र दानियल 7 अध्याय त्यसको 26 देखि 27 पदमा पनि हामी त्यहाँ परमेश्वरको राज्यको आगमनको बारेमा हामी जान्दछौँ। त्यसकारण प्रिय मण्डली, तपाईँ र मेरो लक्ष्य भनेको येशू ख्रीष्ट जस्तै बन्ने हुनुपर्छ। यदि तपाईँले र मैले नयाँ जन्म पाएका छौँ कि छैनौँ भन्ने कुराको प्रमाण चाहिँ हामीले आफ्नो जीवाइबाट हामीले देख्न सक्छौँ। त्यसकारण नयाँ जन्म पाएको व्यक्तिमा हुने चिन्हहरू चाहिँ ऊ आत्मिक दूतको तृष्णा गर्छ। आत्मिक दूत भनेको चाहिँ वचनको भोक र वचनको प्यास चाहिँ उसको जीवनमा हुन्छ। यदि तपाईँको जीवनमा वचनको भोक छैन, सङ्गतिको भोक छैन भने नयाँ जन्म पाएको भन्ने कुरा हामी बुझ्न सक्दैनौँ। हामी शङ्का गर्नुपर्छ त्यस्तो कुरामा। त्यसकारण पत्रुसले हामीलाई भन्दछन्, पहिलो पत्रुस 2 अध्याय 2 पदमा चाहिँ हामी यहाँ देख्दछौँ कि नयाँ जन्मेका बालकहरू जस्तै शुद्ध आत्मिक दूतको तृष्णा गर र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जान सक्नेछौ। हालेलुया। साँच्चै नै यदि कोही नयाँ गरी जन्मेको छ भने त्यसले संसारका कुरामा मन लगाउँदैन, संसारको गानाहरूमा त्यो कहिल्यै पनि सन्तुष्टि हुन सक्दैन। यदि तपाईँ र म संसारको थोकमा रमाएका छौँ, संसारको सुख सुविधालाई हामीले पछ्याइराखेका छौँ, यदि संसारी गीतहरू गानाहरूमा रमाइराखेका छौँ, संसारको राजनीति कुराहरूमा तपाईँको र मेरो चासो भइराखेको छ र संसारमै हामी रलमलिएका छौँ, संसारमा तपाईँ र म मान सम्मानको लागि जिराखेका छौँ भने प्रिय मण्डली, तपाईँको र मेरो नयाँ जन्म भएको छ भन्ने कुरामा शङ्का गर्नुपर्छ। नयाँ जन्म पाएको व्यक्तिको जीवनमा यिनी कुरा कहिल्यै पनि हुँदैन। नयाँ जन्म पाएको व्यक्ति आत्मिक दूतको तृष्णा गर्छ, आत्मिक दूतको तृष्णा गर्छ, जो चाहिँ परमेश्वरको वचनको भोक र परमेश्वरको वचनको प्यास चाहिँ उसको जीवनमा हुन्छ। त्यसकारण तपाईँको र मेरो नयाँ जन्म हुनु जरुरी छ परमेश्वरको राज्यमा पस्नको लागि। नयाँ जन्म चाहिँ येशू ख्रीष्टले मात्रै दिनुहुन्छ। यूहन्ना 1:12 मा हामी देख्छौँ कि जतिले उहाँलाई ग्रहण गरे र उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुहुन्छ। हालेलुया। जतिजनाले येशूलाई ग्रहण गर्छन् तिनीहरूलाई नै परमेश्वरका सन्तान हुने अधिकार परमेश्वरले दिनुहुन्छ। हामी 2 कोरिन्थी 5:17 मा हामीले देख्छौँ, यस कारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। प्रिय मण्डली, तपाईँको र मेरो पुरानो मनुष्य तत्त्व येशू ख्रीष्टलाई धारण गरेपछि मर्नु जरुरी छ। यदि त्यो पुरानो मनुष्य तत्त्वमा तपाईँको र मेरो मन लागेको छ भने अझै पनि परमेश्वरको राज्यमा जानबाट तपाईँ र म वञ्चित भइराखेका छौँ।
परमेश्वरले तपाईँलाई र मलाई समय दिनुभएको छ। यही समय आजको समय हो सच्चिने, आजै हो तपाईँ र म पश्चाताप गर्ने। त्यसकारण येशूले भन्नुभयो पश्चाताप गर है। तपाईँको र मेरो हृदय केसमा लागेको छ परमेश्वरले जान्नुहुन्छ। र यदि तपाईँको र मेरो जीवन परमेश्वरको वचनको योग्यको छैन भने प्रिय मण्डली, परमेश्वरको राज्य जो नयाँ आकाश नयाँ पृथ्वी उहाँले बनाउँदै हुनुहुन्छ त्यसमा जान तपाईँ र म सक्ने छैनौँ। त्यसकारण तपाईँ र म आफूलाई जाँच्नु पर्दछ। हामी कलस्सी 1:13 हामी त्यहाँ देख्छौँ, उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ। हालेलुया। तपाईँलाई र मलाई चाहिँ परमेश्वरले अन्धकारको राज्य, यो संसारमा जो चारैतिर अन्धकार फैलिएको छ त्यो राज्यबाट उहाँले छुटाउनु भएको छ। उहाँको प्रिय पुत्रको राज्यमा सार्नु भएको छ। प्रिय मण्डली, परमेश्वरको राज्यको लागि तपाईँ र म अलग गरिएका छौँ। त्यसको लागि तपाईँको र मेरो जीवन कस्तो छ? के तयारीको जीवन जिराखेका छौँ? यदि छैनौँ भने आजै आफूलाई जाँच्नु जरुरी छ। हामी लुकाको पुस्तक 12:32 हामी देख्छौँ कि सानो बगाल नडरा, किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ। है, तपाईँलाई र मलाई संसारमा धन सम्पत्तिको लागि, तपाईँलाई र मलाई परमेश्वरले चङ्गाई दिनलाई मात्रै, परमेश्वरले संसारमा तपाईँलाई र मलाई धन सम्पत्तिको आशिषले मात्रै सम्पन्न गर्नलाई येशू आउनु भएको होइन। प्रिय मण्डली, तपाईँलाई र मलाई सधैँभरिको जीवन र अनन्तको राज्यमा प्रवेश गराउनलाई येशू आउनु भएको हो। र उहाँले तपाईँको र मेरो लागि कल्भरी क्रुसमा त्यसैको लागि उहाँले आफ्नो प्राण अर्पण गर्नुभएको थियो। त्यसकारण तपाईँले र मैले पनि यस संसारका सबै कुराहरूलाई छोडेर परमेश्वरको राज्यको खोजी गर्नुपर्छ। येशूले भन्नुभयो परमेश्वरको राज्य खोजी गर र सबै कुरा तिमीलाई थपिनेछ। के तपाईँले र मैले परमेश्वरको राज्यलाई खोजेका छौँ? यदि छैनौँ भने आजै त्यो राज्यको लागि तपाईँ र म तयार हुने समय यही नै हो। र परमेश्वरको वचनबाट तपाईँ र म जिउने समय यही नै हो। र आज हामीले परमेश्वरको राज्यलाई अवहेलना गऱ्यौँ, परमेश्वरको वचनलाई अवहेलना गऱ्यौँ भने त्यो नयाँ यरुशलेममा, नयाँ आकाश नयाँ पृथ्वीमा तपाईँ र म जान सक्ने छैनौँ। त्यसकारण तपाईँको र मेरो जीवन एकदमै परमेश्वरको वचनको योग्य हुनु जरुरी छ। परमेश्वरले यो वचनबाट यहाँहरू सबैको जीवनमा अनुग्रह गर्नुभएको होस् र यहाँहरू सबैको जीवनमा यो वचनद्वारा छुटकारा दिनुभएको होस्। परमेश्वरले यहाँहरू सबैजनालाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।